नमस्ते सबैजनालाई मेरो भिडियो मन पऱ्यो भने सब्सक्राइब लाइक गरिदिनु होला, मन परेन भने सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, मन परेन भने आजको सपिङ मेरो सुरुवाल लिएर आएको। सुरुवाल थिएन क्या मसँग, त्यही भएर सुरुवाल लिएर आएको। दुईवटा सुरुवाल अनि त्यो साडी मन पऱ्यो अनि साडी पनि लिएर आएँ। एउटा लगाउनु त कहिले लगाउने पनि थाहा छैन, तर पनि लिएर आएँ। अनि त चाउमिन, म चाउमिन लभर, चाउमिनमा हालेर खाने सस, अनि रोल, अनि यो डिआरको सनस्क्रिन कस्तो हुन्छ त्यो त थाहा छैन, जसले लगाउनु त मलाई भनिदिनु ल साथीहरू। अनि लिपस्टिक, अनि यो हातमा लगाउने त्यसको नाम थाहा छैन मलाई के भन्छ, पन्सको फेस वास, चिकन लगाउनु लभरमा, नाम पालिस, आइलाइनर, मुखबाट आएको। सपिङ गरेर भर्खरै पुगेको गाइस। अब खाना पनि मैले अर्डर ल्याएको थिएँ, बङ्गाली मार्केट भनेछ नि त, त्यो बङ्गाली मार्केट गएर ल्याएको। त्यो अचार देखाउनै बिर्सेछु, अचार त्यो अमिलो टक्क खान मन लाग्छ कि आज गर्मी धेरै भएर होला, त्यही भएर एउटा अचार पनि लिएर आएको। कति सस्तो कि फेरि, 4 दिनको मात्र सस्तो फेरि, त्यहीँबाट म लसुन पनि बोकेर आएको। साग त फेरि खाएन भने त सासुले होला जस्तो हुन्छ। अब म चाहिँ एकदम भोक लागिरहेछ, अब खाना खानु पर्यो।